अ, नमस्ते। आज म मोटिभेसन अर्थात् उत्प्रेरणाको बारेमा तपाईँहरूसँग कुरा गर्न जाँदैछु। अ, नेपालमा जुन अहिले सार्वजनिक प्रशासनमा अम, कस्टमरहरू, कर्मचारीहरू होइन, त्यहाँ सरकारवालाहरू, स्टेक होल्डरहरू चाहिँ अम, उत्प्रेरित छैन भनिन्छ। खासमा उत्प्रेरणा भनेको के हो भने उत्प्रेरणा सामान्यतया मान्छेको एउटा चाहिँ साइकोलोजिकल्ली होइन मनोवैज्ञानिक हुन्छ। अर्को चाहिँ व्यवस्थापकीय भनौँ न, म्यानेजरियल वा जुन अर्गनाइजेसनल हुन्छ। अब यो मनोवैज्ञानिक उत्प्रेरणा भनेको चाहिँ मानिसलाई चाहिँ एउटा कुनै काम चाहिँ सम्पन्न गरिसकेपछि फेरि नेक्स्ट कामको लागि चाहिँ फेरि हुटहुटी भइराख्नु होइन, विलिङनेस टु डु समथिङ न्यू टाइपको होइन। अब हरेक कुरामा चाहिँ फेरि एउटा अचिभमेन्ट, एउटा पिकमा पुगेपछि फेरि नेक्स्ट पिकमा पुग्नको लागि चाहिँ जुन हामीले उत्प्रेरित गर्नुपर्ने हुन्छ। अर्को चाहिँ के छ भन्दाखेरि व्यवस्थापकीय वा म्यानेजरियल मा चाहिँ जस्तै अर्गनाइजेसनको गोलहरू चाहिँ विभिन्न अब्जेक्टिभ्सहरू रहेका हुन्छन्। ती अब्जेक्टिभ्सहरूलाई पुरा गर्नको लागि चाहिँ इम्प्लोइहरू र स्टेक होल्डरहरू चाहिँ के हुनुपर्छ भन्दाखेरि उत्प्रेरित हुनुपर्ने हुन्छ र अर्गनाइजेसनले चाहिँ उत्प्रेरित गराइराख्नुपर्ने हुन्छ। अब विभिन्न थियोरीहरू चाहिँ जुन यो डेभलप भएको पाइन्छ। बेसिकल्ली अलि चर्चित थ्योरी चाहिँ एउटा हामीले कन्टेन्ट थ्योरी भन्छौँ होइन। कन्टेन्ट थ्योरीभित्र चाहिँ यो मास्लो हायरार्की निड्स एकदम चर्चित छ, जसमा चाहिँ कुनै पनि व्यक्तिले चाहिँ फिजियोलोजिकल निड पुरा भइसकेपछि बिस्तारै चाहिँ सेफ्टी निड्समा, सोसियल निड्समा होइन, अनि चाहिँ स्टिमको निड्समा हुँदै ऊ चाहिँ सेल्फ एक्चुअलाइजेसन हुन चाहन्छ भन्ने खालको एउटा आवश्यकता परिपूर्ति भएपछि फेरि अर्को आवश्यकताको लागि चाहिँ ऊ चाहिँ उसलाई चाहिँ मोटिभेट गर्नुपर्छ, उत्प्रेरित गर्नुपर्छ, उत्प्रेरित हुन्छ भन्ने खालको यो चाहिँ साइकोलोजिकल मनोवैज्ञानिक एउटा जुन उत्प्रेरणाको चाहिँ एउटा टेक्निक चाहिँ मास्लो हायरार्की निड्सले प्रस्तुत गरेको छ होइन। त्यस्तै गरी दोस्रोमा चाहिँ एउटा हाइजिन फ्याक्टर र मोटिभेटिङ फ्याक्टर भनेर चाहिँ अर्को थियोरी बनेको छ। जुन त्यो भनेको हाइजिन फ्याक्टर भनेको चाहिँ एक्सटेन्सिक मोटिभेसन पनि हो होइन। जुन मानिसलाई चाहिँ बेसिक आवश्यकताहरू के हो त्यो पहिचान गरेर त्यो अनुसारको चाहिँ इनपुट दिनुपर्छ अर्गनाइजेसनले होइन, गभर्मेन्टले भन्छ होइन। त्यो हाइजिन फ्याक्टरहरू आइडेन्टिफाई गरेर, अब हाइजिन फ्याक्टरहरूमा हुनसक्छ मान्छेको तलब होइन, भत्ता, अब विभिन्न बेसिक कुराहरू के हुनसक्छ त। हाइजिन जुन मिनिमम चाहिँ उसको लाइफस्टाइललाई चाहिँ मेन्टेन गर्ने खालको फ्याक्टर कुराहरू चाहिँ आइडेन्टिफाई गरेर गर्नुपर्छ भन्छ हाइजिन फ्याक्टरले। र मोटिभेटिङ फ्याक्टर भनेको चाहिँ इन्ट्रेन्सिक मोटिभेसनल प्याकेज हो होइन। यसमा चाहिँ कार्य वातावरणहरू होइन, विभिन्न किसिमका चाहिँ कल्चरका कुराहरू, अर्गनाइजेसनभित्रको चाहिँ इन्भाइरोमेन्टका कुराहरू, पोजिटिभिटीका कुराहरू, यो चाहिँ जुन मोटिभेटिङ फ्याक्टर अन्तर्गत पर्दछ। यस्तै गरी यो जुन इआरपी भन्ने, इआरजी भन्ने एउटा अर्को थ्योरी पनि डेभलप भएको छ होइन। एक्जिस्टेन्स, रिलेटेडनेस र एउटा अर्को चाहिँ ग्रोथ भनेको। यो चाहिँ कस्तो छ भने मास्लोहरूले चाहिँ वा जुन पाँचवटा जुन फ्याक्टर हुन्छ भनेर भनेको थियो भन्दाखेरि यो इआरजी थ्योरीले चाहिँ तिनवटा हुन्छ होइन। जस्तै निडहरू चाहिँ एउटा चाहिँ एक्जिस्टेन्स भनेको, एक्जिस्टेन्सको लागि चाहिँ त्यो पछि बिस्तारै चाहिँ सोसियल हुने, रिलेटेडनेसको लागि चाहिँ त्यो पछि ग्रोथको लागि चाहिँ मान्छेहरू चाहिँ के हुन्छ भन्दाखेरि एकपछि अर्को आवश्यकता परिपूर्ति गर्न चाहिँ लागिरहेको हुन्छ। त्यही अनुसारको कर्मचारीलाई चाहिँ त्यही अनुसारको उत्प्रेरित गर्नुपर्छ म्यानेजमेन्टले, गभर्मेन्टले भन्ने खालको चाहिँ यो थ्योरी छ। अर्को चाहिँ तपाईँको प्रोसेस, अर्को एउटा थ्योरी पनि छ यो आवश्यकताको सिद्धान्त भन्ने। त्यसमा चाहिँ निड अफ अफिलिएसन होइन,
यो जुन निड अफ पावर होइन, निड अफ अचिभमेन्ट भन्ने छ, यो चाहिँ एकैचोटि चाहिँ मानिसलाई उत्प्रेरित गर्ने हो भने निड अफ अफिलिएसन्स, पावर र अचिभमेन्ट चाहिँ एकैचोटि दिनुपर्छ भन्ने खालको नि छ। विभिन्न थियोरीहरू छन् र अहिले चाहिँ चलन चल्तीमा चाहिँ चाहिँ योभन्दा ब्रोडर सेन्समा चाहिँ अर्गनाइजेसनहरूले चाहिँ उत्प्रेरणाको सिद्धान्तहरूलाई प्रयोग गरेको पाइन्छ होइन। अब यो प्रोसेस थ्योरी अफ मोटिभेसन सबै कन्टेन्ट थ्योरी अफ मोटिभेसन अन्तर्गत राखिएको छ भने प्रोसेस थ्योरी अफ मोटिभेसनमा चाहिँ यो थ्योरी एक्स थ्योरी वाई हामीले पढिरहेको छौँ होइन। जुन यो चाहिँ थ्योरी एक्सले चाहिँ नकारात्मक यो जुन फ्याक्टर्सहरू चाहिँ के हो आइडेन्टिफाई गर्ने, थ्योरी वाईले चाहिँ सकारात्मक फ्याक्टर्सहरू आइडेन्टिफाई गर्ने, त्यो अनुसारले चाहिँ हामीले चाहिँ उत्प्रेरणा दिने गर्नुपर्छ भन्छ। एक्सपेक्टेन्सी थ्योरीहरू, इक्विटी थ्योरीहरू, कर्मचारीको एक्सपेक्टेसन्स चाहिँ के छ त्यसलाई हेरेर उत्प्रेरित गर्नुपर्छ भन्ने छ। इक्विटी थ्योरी छ भनेको उसले गरेको चाहिँ कन्ट्रिब्युसनको बेसमा चाहिँ उसलाई चाहिँ सेयरिङ गर्नुपर्छ, गेन सेयरिङहरू गर्नुपर्छ भन्ने खालको यो जुन इक्विटी थ्योरी छ। त्यस्तै गरी कन्टिन्जेन्सी थ्योरीहरू छ। कन्टिन्जेन्सी थ्योरी चाहिँ मलाई अलिकति जस्टिफाएबल लाग्यो होइन। अर्गनाइजेसनको चाहिँ सिचुएसन्सहरू होइन, कर्मचारीको चाहिँ कन्डिसन्सहरू र ओभरअल थ्योरीहरूको चाहिँ एउटा प्याकेज हो जस्तो लाग्छ कन्टिन्जेन्सी थ्योरी भनेको होइन। त्यसमा चाहिँ वातावरणीय आवश्यकताहरू पनि के छ, इन्टर्नल र एक्सटर्नल इन्भाइरोमेन्टको चाहिँ एउटा कम्बाइन्ड फर्म हो कन्टिन्जेन्सी थ्योरी भनेको। यी यावत थ्योरीहरू चाहिँ विभिन्न एक्सपर्टहरूले चाहिँ डेभलप गरेको र प्रयोगमा जानी नजानी हाम्रो अर्गनाइजेसनहरूले पनि र ओल्डमै चाहिँ यो थ्योरीहरू चाहिँ प्र्याक्टिसमा रहेको चाहिँ पाइन्छ। साथै अहिले चाहिँ ओल्डमा चाहिँ अब नयाँ इमर्जिङ मोटिभेसनल टेक्निक्सहरू युज गरेर चाहिँ कर्मचारीलाई चाहिँ स्टेक होल्डर्सहरूलाई चाहिँ मोटिभेट गरिरहेको पनि पाइन्छ। जस्तै क्याफेटेरिया मोडलहरू होइन, मेन्यू दिने, त्यो मेन्यूमा चाहिँ तपाईँहरू के लिन चाहनुहुन्छ, के गर्न चाहनुहुन्छ, के छ तपाईँहरूको निड्स भनेर चाहिँ चुज गर्न लगाएर पनि त्यही अनुसारको चाहिँ त्यही अनुसारले चाहिँ मोटिभेसनल प्याकेजहरू चाहिँ सेटअप गरेर अर्गनाइजेसनमा इम्प्लोइहरूलाई चाहिँ मोटिभेट गरिरहेको पनि हामीले पाउँछौँ होइन। साथै विभिन्न यो जुन अर्गनाइजेसनल सिटिजनसिप बिहेभियरहरू भनेको जसले चाहिँ अर्गनाइजेसनलाई चाहिँ आफ्नो एउटा आफ्नै हो भन्ने खालको चाहिँ फिल गराएर उनीहरूलाई चाहिँ अर्गनाइजेसनभित्रको चाहिँ प्रफिटहरू, अर्गनाइजेसनभित्रको गेन सेयरिङ गर्ने, जस्तै मार्केटिङ अर्गनाइजेसनहरूले गर्छ। नर्मल्ली तपाईँले यति पर्सेन्ट चाहिँ सेल गर्नुभयो भने तपाईँलाई यति पर्सेन्ट चाहिँ रिटर्न आउँछ, इन्सेन्टिभ्स आउँछ भनेर इन्सेन्टिभाइज गरिरहेको हुन्छ। हाम्रो नेपाल ब्याङ्क तथा वित्तीय संस्थामा पनि अर्गनाइजेसनल सिटिजनसिप बिहेभियरको प्र्याक्टिस यो मोटिभेसनल प्याकेज चाहिँ युज गरिरहेको पाइन्छ। जस्तै पर्फर्मेन्स बेस्ड इन्सेन्टिभ भनेर चाहिँ 0 देखि 35% चाहिँ इन्सेन्टिभाइज गरिरहेको चाहिँ हामीले पाउँछौँ। त्यस्तै गरी हाइब्रिड मोडलहरू पनि प्रयोग गरेको छ जसमा चाहिँ विभिन्न किसिमका चाहिँ यो वर्कको चाहिँ फ्लेक्सिबिलिटी, घरमै बसेर काम गर्न सकिने होइन, विभिन्न किसिमका अहिले हामीले जति पढेका सबै मोडलहरूको चाहिँ एउटा हाइब्रिड मोडल प्रयोग गरेर पनि अर्गनाइजेसनमा चाहिँ अहिलेका अर्गनाइजेसनहरूले चाहिँ मोडर्न अर्गनाइजेसनहरूले चाहिँ कर्मचारीलाई प्रेरित गरिरहेको हामीले देख्न सक्छौँ। र साथै अन्य कुराहरू पनि हुन्छ, जब इन्रिचमेन्ट गर्ने, जब रोटेसन गर्ने होइन, कर्मचारीलाई चाहिँ विभिन्न किसिमका चाहिँ ट्रेनिङ एन्ड डेभलपमेन्टका एक्टिभिटिजहरू होइन, अनि रिफ्रेसमेन्टका, वर्क लाइफ ब्यालेन्सका कुराहरू लगायतका विभिन्न किसिमका कोचिङ मेन्टेनिङका कुराहरू होइन, अर्गनाइजेसन कल्चरका कुराहरू, भ्यालुजका कुराहरू, नर्म्सका कुराहरू होइन, विभिन्न किसिमका चाहिँ पनिसमेन्ट, पुरस्कार दिने व्यवस्थाहरू होइन, उनीहरूको चाहिँ सोसियल एउटा सोसाइटल भ्यालु क्रिएट गर्ने कुराहरू लगायतका विभिन्न कुराहरूले चाहिँ अर्गनाइजेसनमा चाहिँ मोटिभेसन गरिरहेको चाहिँ हाम्रो प्र्याक्टिसेसहरू छ। र यो लगायत अझै थप यो गऱ्यो भने चाहिँ कर्मचारी उत्प्रेरित हुन्छन् होइन, नेपालका अर्गनाइजेसनल भ्यालु चाहिँ इन्क्रिज हुन्छ, कर्मचारीलाई चाहिँ अझै थप ऊर्जा चाहिँ हासिल हुन्छ साइकोलोजिकल्ली र अर्गनाइजेसनल वेज हासिल हुन्छ भन्ने तपाईँलाई लाग्छ भने प्लिज बिलो इन कमेन्ट। थ्याङ्क यू।